आइडिबी ग्लोबलले युरोपको धेरैवटा कन्ट्रीमा भिजा प्रोसेसिङको काम गर्दै आएको कुरा तपाईँहरू सबैलाई थाहा नै छ। जस्तै कि फिनल्यान्ड भयो, स्पेन भयो, जर्मनी भयो। तर आज मैले तपाईँहरूलाई चाहिँ नेदरल्यान्डको बारेमा केही इन्फर्मेसनहरू लिएर आएको छु। यदि तपाईँहरूको आइएल्समा 6 र पिटीमा 61 छ भने अहिले नेदरल्यान्डको एप्लिकेसन ओपन भइरहेको छ, त्यो पनि फेब्रुअरी इन्टेकको लागि। र तपाईँहरूले यसमा कुनै पनि इन्ट्रान्स इक्जामहरू दिइराख्नु पर्दैन। युनिभर्सिटीको एउटा सर्ट इन्टरभ्यू हुन्छ। यदि तपाईँले इन्टरभ्यू राम्रोसँग क्र्याक गर्नुभयो भने अप टु 40% ट्युसन फीमा युनिभर्सिटीले स्कलरसिप पनि प्रोभाइड गरेको छ। सो यदि तपाईँहरू नेदरल्यान्ड अप्लाई गर्ने सोचिराख्नु भएको छ र तपाईँहरूको +2 मा 2.60 GPA एबोभ र ब्याचलर्समा तपाईँको मोर देन 55% छ भने तपाईँहरूले आइडिबी ग्लोबलमा कन्ट्याक्ट गर्न सक्नुहुन्छ। थ्याङ्क यू।